बाबीको बर्थडेमा खेलाउने कुरा दिउँ भनेर भनेको त हो, बाबीलाई फिजे टोय दिउँ भनेर भनेको त हो, तर हाम्रो मम्मालाई त राम्रो गिफ्ट दिनै आउँदैन अनि हामीसँग आफ्नो पैसा नै छैन, त्यही भएर केही नि किन्न मिल्दैन। त्यही भएर एकछिन के गर्ने होला भनेर सोच्दै म मम्माको कोठामा गएँ अनि मम्माको कोठाको टेबलमा चाहिँ धेरैवटा रङ्गी बिरङ्गी कागजहरू थियो अनि त्यो कागज देखेर मेरो दिमागमा फ्याट्ट एउटा खतरा आइडिया आयो। म दिदातिर कुर्र गरेर भने, दिदा मम्माको कोठामा आएको कागजहरूबाट केही बनाऊँ अनि त्यसपछि बाबीलाई दिउँ भनेर भने। मलाई अप्पुको आइडिया एकदमै मन पर्यो। मैले सुरुमा त्यो कागज प्रयोग गरेर के बनाउन खोजेँ। सुरुमा त केही पनि बनेन अनि कतिवटा कागजहरू खर्च भए, तर अन्तिममा ल हेर्नुहोस् त कस्तो बन्यो, कस्तो लाग्यो नि। मलाई यो बनाउन धेरै समय लाग्यो र मैले एकदमै मेहनत गरेँ। मेरो काम देखेर बाबी एकदमै खुसी हुनुहुन्छ होला। मैले त आफ्नो काम देखेर खुसी लाग्यो। अनि दिदा मलाई धन्यवाद भन्नु है। धन्यवाद? तर मैले सबै काम गर्ने अनि तिमीलाई धन्यवाद भन्ने किन? अब दिदा यो बनाउन त जसले पनि बनाउन सक्छ, तर के ठुलो कुरा भनेर भन्दाखेरि चाहिँ आइडिया। मैले तपाईँलाई आइडिया नदिएको भए कसरी तपाईँले यो बनाउनुहुन्थ्यो, त्यही भएर मलाई तुरुन्त नै धन्यवाद भन्नु, तुरुन्त नै भन्नु। छोरीहरू हेर न, मेरो टेबलमा कति धेरै कागजहरू थियो, अहिले त एउटा पनि कागज छैन। तिमीहरूले देखेछौ र? कहाँ परेछ के? कस्तो चाहिने कागज थियो? खतरा आइडिया है। अब हेर, ए दिदा आइडिया त जसले पनि दिन सक्छ, तर के ठुलो कुरा हो भनेर भन्दाखेरि चाहिँ के ठिक हो के बेठिक हो, के राम्रो के नराम्रो भनेर तपाईँले नै सोच्नु पर्यो, तर तपाईँले सोच्नु भएन, त्यही भएर मलाई थाहा छैन। हेत्तेरिका बहिनीले मलाई फेरि फसाए मेरो जिन्दगी।